राज्यले क्षतिपूर्ति र मुआवजा बिना आफ्नो घरहरू भत्काउन लागेको भन्दै आन्दोलित बनेको हेटौँडा सडक पीडित संघर्ष समितिले 3वटा राज्यका निकायहरूलाई 4 बुँदे ज्ञापन पत्र बुझाएको छ। समितिका संयोजक भुवनलाल श्रेष्ठको नेतृत्वमा जुलुस सहित गएको टोलीले आन्दोलनको तेस्रो दिन आज बुधबार सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो। टोलीले कुनै पनि कार्यालय प्रमुखहरूलाई भने भेट्न पाएन। कार्यालय प्रमुख नहुँदा सडक डिभिजन कार्यालयका सूचना अधिकारी यादव सुवेदी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमलाई ज्ञापन पत्र बुझाएर टोली फर्किएको थियो। उपमहानगरपालिकाका जनप्रतिनिधि, प्रमुख र उपप्रमुख समेत कार्यालयमा नभएको भन्दै प्रदर्शनकारीहरूले आलोचना समेत गरेका थिए। उनीहरूले गत मङ्सिर 5 गते गोरखापत्र दैनिकमा राजमार्ग सम्बन्धी प्रकाशित 15 दिने सूचनाले घरधनी र व्यवसायीहरू आतंकित बनेको ज्ञापन पत्र मार्फत बताएका छन्। समितिले पुस्तौं पुस्ता पिता पुर्खादेखि बसोबास गर्दै आएका र केहीले कानुन बमोजिम घर जग्गा खरिद गरी जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरी बसोबास गर्दै आएका जग्गा धनीहरूको घर जमिन राज्यले बल प्रयोग गरी भत्काउन खोज्नु र व्यवसायीहरूको पसल सार्न खोज्नु कानुन सम्मत नदेखिएको तथा सो क्षेत्रमा व्यवसाय गरी जीविकोपार्जन गरी बसेका 5000 भन्दा बढी व्यवसायीहरूको बिचली हुने देखिएको भन्दै नागरिकको संविधान प्रदत्त हक स्थापित गरी दीर्घकालीन समाधान खोजियोस् भन्दै विभिन्न 4 बुँदे माग अघि सारेको छ। ज्ञापन पत्रमा शहरको बीच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी रातोमाटेदेखि कुष्माण्ड सरोवर हुँदै राप्ती पुलसम्म र राप्ती पुलदेखि चौकीटोलको तीरतिर धारासम्म वैकल्पिक मार्ग निर्माण गरी उक्त मार्गलाई नै राष्ट्रिय राजमार्ग बनाउनु पर्ने, रातोमाटेदेखि चौकीटोलसम्म र बुद्ध चोकदेखि राप्ती पुलसम्मको हालको राजमार्गलाई सेटब्याक अर्थात् ढलपेटी सहित सडकको केन्द्रभागदेखि दायाँ बायाँ 16-16 मिटरबाट नबढ्ने गरी सहरी मार्ग कायम गर्ने र माथिका बुदाहरूमा निर्णय भएमा स्थानीय घर जग्गा धनीबाट आफ्नै खर्चमा सेटब्याक सहित केन्द्रभागबाट 16-16 मिटर हुने स्थानसम्म घर टहरा भत्काई क्षतिपूर्ति वा मुआवजा नलिई सरकारसँग सहकार्य गर्ने र 16 मिटर विस्तार हुँदा पूर्ण रूपमा विस्थापित हुनेहरूको हकमा भने सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र यदि उपयुक्त विकल्पमा जान सक्ने अवस्था नभएमा घर जग्गा टहरा आदि संरचनाको मुआवजा तथा पर्याप्त क्षतिपूर्ति दिएर मात्र सडक विस्तार कार्य अघि बढाउने उल्लेख छ। संघर्ष समितिले षड्यन्त्रकारी होशियार, हाम्रो कर फिर्ता दे, जनतालाई न्याय दे, सडक दमन बन्द गर जस्ता नारा लगाएका थिए। सरकारले पर्सि 20 गते महेन्द्र राजमार्ग अन्तर्गत रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजमार्ग अन्तर्गत बुद्ध चोकदेखि सामरी पुलसम्म 8.5 किलोमिटर क्षेत्रमा सडकको केन्द्रभागबाट दायाँ बायाँ 25-25 गज क्षेत्रभित्र बनेका 531 वटा घर टहरा भत्काउने तयारी गरेको छ। यता संघर्ष समितिले भने उक्त क्षेत्रमा 531 मात्र नभई 1770 को हाराहारीमा घर टहराहरू रहेको बताएको छ। हेटौँडा बसोबास संरक्षण समिति, हेटौँडा सडक पीडित संघर्ष समिति, हेटौँडा मकवानपुर, मिति 2082 मङ्सिर 17 गते। जिल्ला प्रशासन कार्यालय हेटौँडा। राष्ट्रिय राजमार्ग सम्बन्धी विषय लामो समयदेखि अनिर्णयको बन्दी रहेको हेटौँडा स्थित राजमार्ग सम्बन्धी विषयले उपयुक्त निकास पाउन नसकेको अवस्था छ। विगतदेखि नै सडक डिभिजनबाट सूचना प्रकाशित हुने र सोही सूचनाले स्थानीय आतंकित भइरहनु परेको अवस्था थियो। यसै सन्दर्भमा यही मिति 2082 मङ्सिर 5 गते गोरखापत्र दैनिकमा प्रकाशित राजमार्ग सम्बन्धी 15 दिने सूचनाले पुनः आतंकित पार्ने काम सिर्जना भएको छ। मकवानपुर उद्योग वाणिज्य सङ्घले पनि आफ्नो अगुवाईमा विभिन्न समयमा यस सम्बन्धमा उपयुक्त निकास निकाल्न निरन्तर प्रयास गरिरहेको थियो। पुस्तौं पुस्ता आफ्नो पिता पुर्खादेखि बसोबास गरी आएका केही कानुन बमोजिम घर जग्गा खरिद गरी आफ्नो नाममा जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरी निजी स्वामित्वको जग्गामा घर निर्माण गरी बसोबास गर्दै आएका घर धनीहरूको घर जमिन राज्यले कानुन बमोजिम प्राप्त नगरी मुआवजा नदिई बल जोर जबरजस्ती सडक विस्तार गर्न बेला बखत सडक डिभिजनबाट बल प्रयोग गरी घर भत्काउने, व्यवसायीहरूको पसल सार्न माइकिङ गरी बल प्रयोग गर्न खोज्नु कानुन सम्मत नदेखेको र यस अझ सो क्षेत्रमा व्यवसाय गरी जीविकोपार्जन गरी बसेका 5000 भन्दा बढी व्यवसायीहरूको बिचली हुने अवस्था छुट्टै छ। अत नागरिकको संविधान प्रदत्त हक स्थापित गर्न निम्न बुदा अनुसार निर्णय गरी
कार्यान्वयनको लागि दीर्घकालीन समाधान गरिदिनु हुन हार्दिक आग्रह गर्दछौँ। 1. सहरको 20 भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी रातोमाटेदेखि कुष्माण्डा सरोकार हुँदै राप्ती पुलसम्म र राप्ती पुलदेखि चौकीडोलको तिरतिरे धारासम्म वैकल्पिक मार्ग निर्माण गरी उक्त वैकल्पिक मार्गलाई राष्ट्रिय राजमार्ग बनाउने। 2. रातोमाटेदेखि चौकीडोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मको हाल भइरहेको राजमार्गलाई सेटब्याक ढलपेटी सहित सडकको केन्द्र भागदेखि 16 मिटरबाट नबढाई सहरी मार्ग कायम गर्न। 3. उपयुक्त क र ख अनुसार निर्माण भएमा स्थानीय घर जग्गा धनीबाट आफ्नो खर्चमा सेटब्याक सहित सडकको मध्यभागबाट 16 मिटर हुने स्थानसम्म घर टहरा भत्काई क्षतिपूर्ति तथा मुआवजा नलिई सरकारलाई सहयोग गर्ने र 16 मिटर विस्तार हुँदा पूर्ण विस्थापित हुनेहरूको हकमा सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने। 4. उपयुक्त विकल्पमा जान सक्ने अवस्था नभएमा जग्गा घर टहरा आदि संरचनाको मुआवजा तथा पर्याप्त क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार कार्य गर्न अगाडि बढाउन हामीले अनुरोध गरेका छौँ। यो छ यहाँ छ अनुरोध गरेका छौँ। यो पत्रलाई बुझेर प्रशासन कार्यालयबाट पनि उचित जनताको पक्षमा निर्णय हुनेछ आशा गर्छौँ र सम्बन्धित सरकार भौतिक योजना मन्त्रालयलाई पनि यस विषयमा प्रशासनबाट जानकारी गराइदिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। हजुर हाम्रो नागरिकको ज्यानधनलाई यहाँहरूको कानुन सम्मत नियम सङ्गत मागहरू समाधान र सहजीकरणको लागि सम्बन्धित निकायहरूसँग जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गर्छ। सर हामी आफ्नो काममा छ। रोलिका जिल्ला प्रशासन हो जाउँ न सँगै जाउँ ल बाइक यहीँ लाग्छ।
उचित मोर्चा व्यवस्था गर, उचित मोर्चा व्यवस्था गर। हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ। पहिलो सूचना खारेज गर, पहिलो सूचना खारेज गर। सडक दमन बन्द गर, सडक दमन बन्द गर। सरकार उचित न्याय देऊ, सरकार उचित न्याय देऊ। जनतालाई सुनवाई बनाउन पाइँदैन, जनतालाई सुनवाई बनाउन पाइँदैन। षड्यन्त्रकारी होसियार, षड्यन्त्रकारी होसियार, षड्यन्त्रकारी होसियार। हाम्रो कर फिर्ता गर, हाम्रो कर फिर्ता गर, हाम्रो करको मूल्याङ्कन गर, हाम्रो करको मूल्याङ्कन गर। हाम्रो करले कर्मचारी पालेको विरोध गर्दछौँ। उपमहानगरपालिकामा आएका छौँ हाम्रो ज्ञापन पत्र बुझाउनलाई। तर यहाँ अब मेयर साहब र उपमेयरज्यू हुनुहुँदो रहेछ। हामीले व्यवसायिक घर धनी यो उहाँहरू नै हिजोको दिनमा घर घरमा भोट माग्न जानुहुन्छ अनि आज वास्तविकता घर धनीहरूको सबैको के हो त वास्तविक समस्या भन्ने विषय कुरा गर्दाखेरि यी कुराहरू आए। अब केही समयभित्रमा नै हामीले उहाँहरूले प्रशासन प्रमुख हुनुहुन्छ, उहाँलाई तपाईँको ज्ञापन पत्र बुझाइदिनुहोस् भन्ने किसिमको हामीले सुन्न पायौँ। जनताको जनप्रतिनिधि जनप्रतिनिधिले यहाँ चाहिँ प्रशासन प्रमुखलाई भेट्नुहोस् भन्ने कुरो कति लगास्पद हो। मलाई आश्चर्य लाग्छ तपाईँहरू सबैले भोलिको दिनमा हामीले मनन गरेका छौँ। त्यस कारणले अरू कुराहरू हामी आफ्ना मन्तव्यमा राख्नेछौँ। त्यहाँबाट हामी यही कोड सभा गरेर हामी अगाडि बढ्नेछौँ र तपाईँलाई त्यहाँबाट भित्र आए पछाडि हामी केही कुराहरू राख्नेछौँ। त्यति बेरको लागि हामी 5 जनाको प्रतिनिधि भित्र जान्छौँ। सबैको स्फूर्ति छ नि।